आज चाहिँ म गर्न गइरहेको छु हाम्रो PL36 को रिभ्यू भिडियो। सो अहिले पनि बालिराखेको छु। PL36 भनौँ या यस्तो हाम्रो यस्तो खाले लाइटको चाहिँ मलाई के मन पर्यो भन्दाखेरि हाम्रो टप हेडको लागि पनि राम्रो हो नि। र यसको नराम्रो भनेको चाहिँ अलिकति चिप क्वालिटीको किन्नुहुन्छ भने चाहिँ हजुरहरूले स्टेबल ठाउँ चाहिँ एउटा हुनुपर्छ। जस्तै रुममा चाहिँ अब तपाईँको दिनदिनै सारिरहने हैन, फोल्ड गरिरहने, थुनेर यसरी बट्टामै राख्नुपर्ने भयो भने चाहिँ गाह्रो हुन्छ। तर इफ हजुरहरूको चाहिँ मजाले ठाउँ छ, अब एकताल बनाए खोलेर राखेपछि त्यति चलाइरहनु पर्दैन भने चाहिँ यो चाहिँ बेस्ट हुनसक्छ है त। हाम्रो यो PL36 को अर्को राम्रो भनेको चाहिँ मलाई यो रिमोट लाग्यो क्या। रिमोटमा चाहिँ अफ अन, त्यसपछि कलर छान्नेदेखि लिएर यसको लेभल हैन, यहाँबाट ट्याक्क अफ गर्छ हेर्नु है त, फरक पाउनुहुन्छ। फरक पाउनुभयो, तर बिना लाइट राम्रो हो क्या अरे। अनि त्यो पछि अब यसमा येल्लो अन गरी येल्लो गरेर नि पायो। कति 4500 जति परेको थियो। इफ हजुरहरूलाई 45 अनि योभन्दा सानो सिरिज नै पाउँछ है। 2500 देखि चाहिँ हाम्रो यसको सुरु हुन्छ। 25 to 6000 सम्म यस्तो लाइटहरू चाहिँ पाइरहेको छ विभिन्न मोडलको। सो यस्तो लाइटहरू लिँदाखेरि पनि राम्रै छ है गाइज।